सेफोक्सुन्डोबाट आएको सुलीगढ खोला हो। यो चाहिँ दुनै नै पुग्छ। सेफोक्सुन्डो तालबाट निस्केर तालबाटै आएको होइन। यसको हामी दायाँ बायाँ गरेर वहाँ पुग्छौँ। उदै जाँदाखेरि हामी ठक्कै सेफोक्सुन्डो ताल पुग्छौँ। अहिले हामी बिहान 5:30 बजे हिँडेर अहिले चाहिँ यहाँ आइसकेका छौँ। अब हामी जुनै झन्डै 5 किलोमिटर जति छ, 2 घन्टा जति लाग्छ। र यो झोलुमुखी रोडमा लिइरहेको छु र अहिले यो सिनहरू मैले खिचिरहेको छु। यो चाहिँ हाम्रो बाटोको दुनै जाने बाटो हो र यहाँ चाहिँ एकदमै रमणीय छ। उताबाट चाहिँ चन्द्रोदय भएको छ। माथि फेरि सूर्यास्त भएको पनि छैन, घाम देखिन्छ र त्यसमा अहिले म गर्दैछु र यही पुलबाट मैले भिडियो लिएको हो। यसमा चाहिँ हाम्रा साथीहरू पछाडि पछाडि आउँदैछन् र आज रमाइलोसँग हामी फर्किँदैछौँ। हामी चाहिँ 10 गते यहाँबाट पुणेबाट पुग्यौँ र आज फर्किँदैछौँ। हस्, धन्यवाद, नमस्कार, शुभरात्रि, शुभ सन्ध्या। हाम्रो साथीहरू आउँदै हुनुहुन्छ। यो साथीहरूलाई हार्दिक स्वागत गर्दछु।